ननिकाले देख आमा र छोरालाई निकाल्नु देख पछि यसलाई ठुलो भएपछि भन्नु कि त यसरी खाइदियो घुम्न त जान्थ्यो खिडी 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 गरे म भुइँचा मासु आसु पप्पा भुइँचाको मासु 800 रुपियाँ केजी छ कति रुपियाँ केजी छ त्यहाँ त त्यो पियोले त भन्दा त्यो 800 रुपियाँ केजी छ भनेर किन खाने त